पालिकाले चाहिँ दिएअनुसारको गर्दा राम्रो होला। अब के अरे नीति तथा कार्यक्रममा इन्फ्रास्ट्रक्चरमा नि उद्देश्य होला, सामाजिक सुरक्षामा नि होला, स्वास्थ्यमा नि होला। तर स्वास्थ्य अन्तर्गत चाहिँ एउटा चाहिँ के होस् भने 2 वर्षभित्र नगरपालिकामा 60% लागू औषधको समस्या न्यूनीकरण गर्ने यो लक्ष्यलाई पनि राख्नु होला। यो लक्ष्य प्राप्तिका लागि यो जिम्मेवारी चाहिँ संयोजकका रूपमा चाहिँ स्वास्थ्य प्रमुखलाई दिने। यो न्यूनीकरण कार्यमा 5 वटा स्टेक होल्डरहरू समावेश हुने हामीले आइडेन्टिफाई गर्यौं, जसमध्ये एउटा कार्यपालिकाको कार्य समितिका सदस्यज्यूहरू यो कुरामा स्पष्ट हुनुपर्ने भयो नीति बनाउँदा। दोस्रो, कार्यान्वयन गर्नको लागि प्रशासनिक अधिकारीज्यू लगायत सम्पूर्ण कर्मचारीहरू पनि स्पष्ट हुनुपर्ने भयो। नम्बर 3, यो हामीले स्कुल कलेजमा चाहिँ ड्रग बढ्ने भएको हुनाले स्कुल कलेजको प्याप्सन लगायत शैक्षिक संस्थाको पनि हामीले हेल्प लिनुपर्ने भयो। त्यो एउटा थर्ड हाम्रो स्टेक होल्डर भयो। चौथो चाहिँ यो के अरे दबाव समूह। जब भोलि हामी यो कार्यक्रम लागू गर्छौं, त्यो लागू गरिसकेपछि त्यहाँनिर ड्रग खान न्यूनीकरण सामाजिक स्तरबाटै सामाजिक चाहिँ दबाव समूह अभियन्ता नागरिक समाजको पनि हामीले जरुरी देख्यौं। र 5 नम्बरमा चाहिँ यो आमा समूह, हामीले आमा समूह, किनकि हाम्रा कार्यक्रमहरूलाई घर घरमा लिएर जानलाई आमाहरू चाहिन्छ, आमा समूह पनि जरुरी देख्यौं हैन। र अर्को चाहिँ हामीले स्टेक होल्डर देख्यौं यो चाहिँ के अरे सुरक्षा निकाय। त्यसकारण हामीले 5 वटा कुरा आइडेन्टिफाई गर्यौं, त्यो पनि निर्णय गर्यौं। नम्बर 1, नखाएकालाई खान नदिने। नम्बर 2, खाएकालाई पहिचान गर्ने। नम्बर 3, पहिचान भएकाहरूलाई व्यवस्थापन गर्ने। नम्बर 4, व्यवस्थापन भएकालाई फेरि जान नदिने, पुनर्स्थापित हुन उसलाई सिप सिकाएर हुन्छ कि विदेश जान मद्दत गरेर हुन्छ कि पुनर्स्थापित गर्ने। 5 मा बेचबिखनलाई कारबाही। यो 5 वटा काम गर्नका लागि स्वास्थ्य चाहिँ समन्वय गर्छ। स्वास्थ्य शाखाले उपमेयरज्यूको अध्यक्षतामा यी 5 क्षेत्रमा प्रतिनिधित्व गर्ने गरी प्याप्सन प्याप्सनले तोकिएका व्यक्ति वा हामीले छानेका व्यक्ति, आमा समूहबाट उनीहरूले दिएका व्यक्ति वा हामीले छानेका व्यक्ति, त्यसपछि स्कुल के अरे यो दबाव समूहको तर्फबाट को हुन सक्छ, क्लब, पत्रकार महासंघ पनि यसको स्टेक होल्डर एउटा हुन सक्छ, उसले नेतृत्वले पनि भयो या पूर्व पुलिसले पनि भयो, त्यसबाट एउटा व्यक्ति, त्यसपछि सुरक्षा निकायबाट सामुदायिकबाट एउटा व्यक्ति। यसरी हामीहरू एउटा टास्क फोर्स बनाउँछौं र त्यसकारण यो 2 वर्षभित्र 60% झार्ने टास्क फोर्स चाहिँ त्यो बन्यो। अब त्यो टास्क फोर्सले गर्ने कार्यहरू आमा समूहले के गर्छ, उसले के गर्छ, जुन डिपमा चाहिँ कार्यक्रम बनाउनको लागि हामीले विज्ञको रूपमा नार्कोनन नेपालको सहयोग लिने निर्णय गरियो र नार्कोनन नेपाललाई यो निर्माण गरे बापत रु 2 लाख वर्षको चाहिँ एक्सपर्टिज भत्ता हामीहरूले उहाँलाई बनाउन दिने र उहाँले बनाएकोलाई त्यतिसम्म दिने, त्यो नबढाई दिने निर्णय गरियो। अब यसरी निर्णय गरेर जुन मास्टर प्लान आउँछ, त्यो मास्टर प्लान इम्प्लिमेन्ट गर्नका लागि अब आमा समूहले गर्ने कामहरू के हुन्, कसरी गर्ने उनीहरूले, त्यसका पनि फेरि चाहियो। त्यो जे देख्छ एक्सपर्टले त्यो त काम गर्नु पर्यो। त्यसकारण आमा समूहको लागि एउटा प्रशिक्षण, यो दबाव समूहको लागि एउटा प्रशिक्षण, नीतिगत निर्णय गर्नेलाई एउटा प्रशिक्षण, या चाहिँ अर्को चाहिँ अब स्कुल कलेजको प्रिन्सिपललाई कसरी ड्रग फ्री बनाउने एउटा प्रशिक्षण दिन पनि सकिने भयो, वा समूहमै एउटा विशाल प्रशिक्षण आयोजना गर्ने। त्यो प्रशिक्षण आयो गरेपछि हामी निश्चित दिनबाट चाहिँ लागू औषध नियन्त्रण अभियान सुरु भनेर 1 दिन चाहिँ समुद्घाटन गर्ने, त्यसपछि नगर परिक्रमा गर्ने र नगर परिक्रमा गर्ने बित्तिकै सबै समूहले आफ्नो काम सुरु गर्नुहुन्छ भन्दाखेरि पहिलो नीतिगत रूपमा यसलाई चाहिने जति रकमहरू पास गरिदिनुहुन्छ कार्य समितिले। त्यसपछि प्रशासनिक अधिकारीज्यूको टिमले आफ्नो स्वास्थ्यको मार्फत उहाँहरूले त्यो कार्यक्रमको डिजाइन गर्नुहुन्छ र हटलाइन खोलिदिइहाल्नुहुन्छ। त्यसमा 2टा कुरा हुन्छ, एउटा अफिसै खडा हुन्छ, लागू औषध नियन्त्रण समन्वय डेस्क, र त्यहाँनिर एउटा हटलाइन पनि हामी आफ्नै कर्मचारीबाट सुन्छौं।
यो नार्को के अरे यो बेरी नगरपालिका लागु औषध नियन्त्रण डेस्क हो। कसैले पनि ड्रग्स सम्बन्धी सूचना पाउनु भएको छ भने यहाँ पठाइदिनुहोस्। त्यसकारण त्यो 8 देखि 1 देखि बेलुका 4 के अरे 8 र बिहान 24 घण्टा खुल्छ। त्यसले म्याक्सिमम इन्फर्मेसन लिन्छ। त्यो आइसकेको इन्फर्मेसनलाई जसले खायो ओर्यो भन्छौँ त्यो हाम्रो पुलिसको प्रतिनिधि मार्फत उहाँहरूलाई बोलाइन्छ र बोलाएर सोधिन्छ हजुरकोमा यस्तो रिपोर्ट पर्यो यो हो भनेपछि पक्कै उहाँले हुन्न होइन भन्नु होला, तर तपाईँ ट्र्याकमा हुनुहुन्छ है भन्ने काम पनि नगरपालिकाले सुरु गर्छ। यसरी दबाब दिइसकेपछि अब टोलमा 19 वडा अथवा कति 13 वडा जति छ त्यो वडामा चाहिँ हाम्रो दबाब समूह क्लबहरूको दबाब समूह बन्छ र त्यसले चाहिँ होर्डिङ बोर्डमा के लेख्छ यो क्षेत्र लागु औषध नियन्त्रण क्षेत्र हो भनेपछि मान्छेहरू त्यहाँ गस्ती गर्छन्, त्यहाँको स्थानीय पुलिसहरूले साथ दिन्छन्। त्यो काम पनि दबाब दिने काम पनि हुन्छ। यतातिर स्कुलमा हामी के गर्छौँ, स्कुललाई लागु औषध मुक्त क्षेत्र के अरे स्कुल हो भनेर बोर्ड लेख्न लाउँछौँ। बोर्ड लेख्ने बित्तिकै अब सबै नखानेहरूले सपोर्ट गर्छन्, तर केही खाने मान्छे हुन्छन् उनीहरू डिफेन्सिभ हुन्छन्। अब डिफेन्सिभ भइसकेपछि अब दोस्रो स्कुलले के गर्छ, लागु औषध खानेहरूलाई पहिचान गर्छ। त्यो पहिचान कसरी गर्छ, हामीले गर्यो भने रिसाउँछन्, त्यसकारण क्लब गठन गर्छ। 8 क्लासदेखि माथिको 10-10 जनाको ग्रुप क्लब, एन्टी ड्रग क्लब। अब एन्टी ड्रग क्लबले पनि सूचना दिन सक्छ। अब हामीले के भन्छौँ भने प्यारेन्ट्सहरूलाई बोलाएर हजुरहरूको बच्चाहरूमध्ये जसको पहिला नम्बर धेरै थियो अहिले कम भइरहेछ, जो पहिलाभन्दा वेट लुज भएको छ, उसले ड्रग्स लिएको पनि हुन सक्ने भएको हुनाले हामीहरू चाहिँ परीक्षण गर्छौँ है, पिसाब परीक्षण भनेर हामी जानकारी पठाउँछौँ। तर त्यो पिसाब परीक्षण अर्कालाई थाहा दिँदैनौँ। त्यो प्रिन्सिपलको कोठामा हुन्छ प्यारेन्ट्स राखेर, र त्यो पिसाब परीक्षणमा खर्च हुने जुन 150 देखि 200 रुपियाँ छ गाँजाको, त्यो चाहिँ नगरपालिकाले उपलब्ध गराउनेछ। यसरी स्कुलमा पहिचान भएकोलाई के गर्ने त भन्दाखेरि 21 दिनको ओरिएन्टेसन कार्यक्रममा राखिन्छ। ऊ 21 दिन स्कुल जान पाउने छैन र त्यसलाई प्रहरीको सामुदायिक प्रहरी वा एक्सपर्टले हामीले ओरिएन्टेसन दिन्छौँ कि तपाईँले किन ड्रग लिनु हुँदैन। त्यसको लागि बसन्त कुँवर सरले लेख्नु भएको त्यो किताब ल्याऊ, किताबको कोर्स गराइन्छ। त्यसकारण त्यो किताब जुन बसन्त सरको छ त्यो चाहिँ हरेक लाइब्रेरीलाई 10-10 वटा नगरपालिकाले दिनेछ। तर जसले ड्रग खाएको छ उसले चाहिँ त्यो किताब यहीँ प्रहरी थानामा या नगरपालिकामा कहीँ आएर पढेर उसले कम्प्लिट गर्नु पर्छ। 21 दिनपछि पनि फेरि त्यस्तै देखियो भने चाहिँ उसलाई रेस्टिगेट गर्छ वा उसलाई रिया पठाउनु पर्छ र रिया पठाउने कुरामा यदि उसले सक्दैन भने नगरपालिकाले 10,000 रुपियाँ मासिक 3 महिनाको लागि अफोर्ड गर्छ। तर त्यो 3 महिनामा अफोर्ड चाहिँ कसले सिफारिस गर्नुपर्छ, टास्क फोर्सले। उपाध्यक्षज्यूको जुन कमिटी छ त्यसमा संयोजक हुनुहुन्छ स्वास्थ्यको प्रमुख, त्यसमा अरू सबैको पुलिसको पनि एउटा मेम्बर छ, त्यो मेम्बरले चाहिँ डिसिजन गर्छ। यसरी स्कुललाई चाहिँ हामीहरू 3 वटा काम वर्षमा गर्नु भन्छौँ स्कुलको विद्यार्थीहरूलाई, क्लबलाई। नम्बर 1 ड्रग डेको दिनमा कार्यक्रम गर। नम्बर 2 स्कुलको वरिपरि तिमीहरूले कम्प्लेटिङ गर, स्कुलको छेउछाउमा ड्रग बेच्यो भने स्कुलभित्र आउन सक्छ। र वर्षमा चाहिँ 3 वटा चाहिँ कुनै कार्यक्रम के अरे नाटक गर या केही गर। त्यसमा हामीहरू 5,000 10,000 स्कुल क्लबहरूलाई दिएका हुन्छौँ। त्यसैले स्कुलको यतातिर क्लबले दबाब दिइरहेछ, उतातिर बाउआमा एजुकेट भइरहेछ, खानीलाई आइडेन्टिफाई भइरहेको छ। आइडेन्टिफाईकोलाई भनेपछि स्कुल बिस्तारै बिस्तारै क्रमशः ट्र्याकमा आउँछ। अब टोलमा जुन रक्सी खाने गाँजा खानेहरू छ त्यसलाई चाहिँ आमा समूह हामी एक्टिभ गर्छौँ। र आमा समूहको के हुन्छ, एउटा वडामा 3 जनालाई प्रशिक्षण दिन्छु, 3 जनाले 15 जना बनाउँछन् र आमाको लागि चाहिँ 5 वटा तालिम दिइन्छ। नम्बर 1 ड्रग के हो, नम्बर 2 पहिचान कसरी गर्ने, नम्बर 3 पहिचान भएपछि के गर्ने के नगर्ने। र आमाहरूले यदि आफ्नो लोग्ने श्रीमान र यदि बच्चाको पहिचान भयो भने 50% आफै घट्छ। जसले जबरजस्ती गर्छ त्यसलाई चाहिँ आमा समूहहरूको सहयोगी समिति गन्या हुन्छ, जसले त्यो सहयोगी समितिले ह्यान्डल गर्छ। परिआयो भने नगरपालिकाको समितिमा आएर भनेपछि बोलाउँछ, वार्निङ दिन्छ। भएन भने त्यसपछि के गर्नुपर्ने हो, कानुनी कारवाही गर्नुपर्ने हो कि रिया पठाउनु पर्ने हो कि त्यसमा अलिकति फोर्स पनि युज हुन सक्छ। त्यसकारण यो टोलमा 2टाले काम गरिरहेको छ। आमा समितिले घर घरमा काम गरिरहेछ, यता दबाब समूहले
प्रेसर दिइरहेछ, तर हामी कुनै भट्टी कुनै रेस्टुरेन्ट कहीँ पनि असर गर्दैनौँ, किनकि यसको एउटै तरिका हो एजुकेसन मार्फत गर्ने, एजुकेसन मार्फत। अब यही बिचमा हामीहरू मापसे ड्राइभरहरूको टेस्ट, त्यसको लागि युरिन टेस्ट गर्छ, गाडी रोकेर त्यसमा दबाब समूहले गर्छ। त्यसकारण युरिन टेस्ट गर्दा ट्राफिक एक्लै हुँदैन, दबाब समूहको टिम पनि त्यहाँ हुन्छ, उनीहरू सुत्दा बस्छ। यसरी हामीहरू पाँचैतिरबाट यो मास्टर प्लान अनुसार जुन नार्कोनलले बनाइदिएको छ त्यसमा हामी त्यो ठाउँमा नार्कोनलको सहयोग लिन्छौँ जहाँ जहाँ जरुरी छ। जस्तो 8 क्लासदेखि माथि 10 क्लाससम्म अनिवार्य ड्रग एजुकेसन हो, यसमा हामीहरू उसको हेल्प लिन्छौँ। तर अधिकांश हाम्रो लङ टर्ममा चाहिँ यहीँ नै हामी इन्स्ट्रक्टर पैदा गर्छौँ। अब यसबाहेक एउटा वरिपरिका चाहिँ मेयरहरूले पनि सपोर्ट गर्छ। हामीले पेलिदिने बित्तिकै अर्कोमा जान्छ, अर्को नगरपालिका बढ्छ। त्यसकारण हामीहरू यो 14वटा 10वटा जति नगरपालिका छ प्रदेश सरकारसँग बजेट मागेर मेयर र प्रशासनिक अधिकारीज्यूको एउटा सुर्खेततिर जहाँ सबैलाई पाएको पर्छ, आयोजक चाहिँ हामी नै हुन्छौँ र एउटा चाहिँ हामी मेयर साहबहरूलाई ल है हामी यो गर्दैछौँ, यहाँनिर थिपिदिएपछि उतातिर बढ्छ, बेलुन इफेक्ट हुन्छ, त्यसको लागि तपाईँहरू तयार हुनुहोस् भनेर पनि एउटा कार्यक्रम हामीहरू एक दिने गर्छौँ। त्यसमा हामी नार्कोनलको एक्सपर्टको सहयोग लिन्छौँ। तर जुन दिन डिडिए सुरु हुन्छ यहाँ त्यो दिन चाहिँ वरिपरिको यो चाहिँ कर्णालीको सबैलाई आमन्त्रण गर्छौँ। जो आउनुहुन्छ, तर आमन्त्रण चाहिँ सबै अध्यक्ष आउनुहोस्, नसे उपाध्यक्ष, नसे प्रशासनिक अधिकारी, नसे स्वास्थ्य भनेर बोलाउँछौँ। यो मास्टर प्लान अनुसार आउनको लागि आउने वर्षमा 40 लाख जति खर्च हुन सक्छ, अर्को साल पनि 40 हुन सक्छ, तर 60% निश्चित रूपमा घट्छ। र त्यही बिचमा हामीहरूले खाएकालाई व्यवस्थापन गर्नको लागि नगरपालिकाद्वारा सञ्चालित एउटा रिह्याब खडा गर्छौँ। त्यो 3 महिनाको लागि हुनेछ र त्यसको लागि भवनहरू हामीले मिलाउनेछौँ र 3 महिनाको लागि त्यो प्रशिक्षण दिनको लागि नार्कोनलसँग वा कसैसँग हामीहरू एउटा कन्ट्र्याक्टमा लिन्छौँ। 3 महिनासम्म 10,000 का रुपियाँ पैसा दिन्छौँ। 3 महिनापछि ऊ स्वयंले सञ्चालन गर्नुपर्छ। हामी 10वटा मात्रै कोटा राख्छौँ। धन्यवाद।